एउटा कुरा भनौँ, कल्पना गर्नुहोस् त तपाईँ आफ्नो मोबाइलमा आफूलाई मनपर्ने 2026 वर्ल्ड कपको बेस्ट गेम हेर्दै हुनुहुन्छ। त्यति नै बेला तपाईँको मोबाइल स्क्रिन चाहिँ कालो भयो अथवा फ्रिज भयो अथवा ह्याङ भयो। त्यसपछि तपाईँले हत्तनपत्त मोबाइललाई अन अफ गर्न खोज्नुहुन्छ, रिस्टार्ट भइहाल्यो भने पिन कोड हालिहाल्नुहुन्छ। त्यसपछि तपाईँको मोबाइल ब्याङ्किङ, सेवा खल्ती लगायतको पैसा गायब भइसकेको हुन्छ। यो कुनै फिल्मको कहानी होइन है। फेरि आज म तपाईँहरूलाई अहिले वर्ल्ड कप सुरु भए लगत्तै चलिरहेको एपीके स्क्यामको बारेमा पुरा जानकारी लिएर आएको छु। अहिले नेपालमा वर्ल्ड कप सुरु भएको पहिलो हप्तामा नै 70 लाखभन्दा बढी मान्छेको चाहिँ त्यस्ता एपीके फ्री वर्ल्ड कप लाइभ स्ट्रिमिङ हेर्नुहोस् भनेर फेसबुक पेजहरूमा पोस्टिङ गरिएको लिङ्कमा क्लिक गरेर डाउनलोड गरिएको एपीकेबाट चोरी भएको छ। अहिले पहिलो हप्तामा नै 60 देखि 70 वटा उजुरीहरू नेपाल साइबर ब्युरोलाई परिसकेको छ। आज म तपाईँहरूलाई यो ह्याक कसरी हुन्छ र यसबाट बच्न के गर्नुपर्छ यसको बारेमा पुरा जानकारी दिँदैछु। यो भिडियो कृपया अन्तिमसम्म हेर्नुहोला। सुरुमा हामीले बुझौँ। एउटा कुरामा तपाईँलाई स्वागत छ। भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। सँगै नयाँ कुरा सिकौँ। कि यो फिसिङ पक्कै पनि होइन। यो त अहिले एकदमै उन्नत भनौँ, यसलाई उन्नत रिमोट एक्सेस ट्रोजन ऱ्याट हो। र यसले कसरी काम गर्छ त, अब यो कसरी ह्याक गर्छन् त, यसबाट तपाईँहरूलाई म यसको जानकारी दिँदैछु। पहिलो नम्बरमा छ, तपाईँले एपीके इन्स्टल गर्नुभयो र इन्स्टल गरिसकेपछि र तपाईँलाई अब मैले 5 वटा स्टेपहरू बताउँदैछु कि कसरी ह्याक हुन्छ त, कसरी लुटिन्छन् त मोबाइल ब्याङ्किङ खल्ती सेवाका पैसाहरू। पहिलो नम्बरमा तपाईँले एड देख्नुहुन्छ, फ्रीमा लाइभ स्ट्रिमिङ एचडी स्ट्रिमिङ एप भनेर देख्नुहुन्छ। र त्यसपछि तपाईँले त्यसमा क्लिक गरिसकेपछि क्रोम ब्राउजर खुल्छ, त्यहाँ एपीके डाउनलोड गर्नको लागि भनिन्छ र तपाईँले खुसी हुँदै एपीके डाउनलोड गर्नुहुन्छ। र 2 नम्बरमा त्यसपछि तपाईँले जब इन्स्टल गर्नुहुन्छ त्यहाँ तपाईँलाई पर्मिसन मागिन्छ र त्यसमा तपाईँले केही पनि हेर्नुहुन्न, खालि एलो 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 थिचिदिनुहुन्छ र त्यसपछि ह्याकरले बल्ल आफ्नो काम सुरु गर्छ। त्यसपछि केही समयपछि भनौँ अथवा तपाईँले अलो अलो गरिसकेर त्यसपछि पुरै एक्सेस पाउँछ ह्याकरले पुरै तपाईँको मोबाइलमा ब्याकग्राउन्ड एक्सेसहरू पाइसकेको हुन्छ। तपाईँले थाहै नपाइकन पनि ब्याकग्राउन्डबाटै उसले तपाईँको स्क्रिनको डाटाहरू चोरी गर्न थाल्छ, तान्न थाल्छ। त्यसपछि तपाईँको मोबाइलमा समस्या आउन थाल्छ। तपाईँको मोबाइलको स्क्रिन कालो हुने, तपाईँको मोबाइल ह्याङ हुने, फ्रिज हुने जस्ता धेरै समस्याहरू मोबाइलमा देखिन्छन्। त्यसपछि तपाईँले त्यसलाई रिस्टार्ट गर्न खोज्नुहुन्छ। यदि रिस्टार्ट भइहाल्यो भने फेरि तपाईँले त्यसलाई पिन हाल्नुहुन्छ। पिन हालिसक्दाखेरि तपाईँको मोबाइलको पैसाहरू गायब भइसकेको हुन्छ। उनीहरूले तपाईँको ओपिटी धरि मोबाइल ब्याङ्किङ खोलेर तपाईँको ओपिटी पनि उनीहरूले हेर्न पाएको हुन्छन्, एक्सेस पाएको हुन्छन्। ओपिटी पनि उनीहरूले हेर्न मिल्छ। त्यो ओपिटी राखिकन पनि पैसा तानिसकेर पनि तपाईँलाई त्यो मेसेज डिलिट गरिसकेका हुन्छन्। ओपिटीहरू ब्याङ्कको बाइपास पुरै गरिसकेका हुन्छन्। र कतिपय केसमा मैले देखेको पनि छु, हातमा लगाउने घडी र मोबाइल लिङ्क गर्नुभएको हुन्छ ब्लुटुथमा र मोबाइल एकदमै ह्याङको अवस्थामा छ, घडीमा मेसेज आइरहेको हुन्छ, ओपिटी कोड आइरहेको हुन्छ र पैसा चाहिँ यति रुपैयाँ डिपो अर्कोमा पठाइयो, फन्ड ट्रान्सफर भयो भनेर नोटिफिकेसन आइरहेको हुन्छ र धेरै नै आत्तिरहनु भएको यस्तो केसेसहरू पनि मैले धेरै देखिसकेको छु। र अर्को एउटा कुरा छ, उनीहरूले यो पैसा कहाँ पठाउँछन् भन्दाखेरि म्युल एकाउन्ट भनेको म्युल खाता, नक्कली खाताहरू हुँदै, अनेक खाताहरू हुँदै युएसडिटी वा भनौँ बिटकोइनहरूमा उनीहरूले विदेशमा ट्रान्सफर गरिसकेका हुन्छन्। त्यस कारणले गर्दा पनि यो पैसा तपाईँको गायब भइसकेपछि फिर्ता आउन लगभग इम्पोसिबल नै हुन्छ। अब तपाईँहरूलाई म जानकारी दिँदैछु यसबाट हामी कसरी बस्ने त। एउटा कुरा बुझिहालौँ, हामी 500 रुपैयाँको लोभमा यसरी फ्रीमा हेर्न पाइन्छ भनेर 500 रुपैयाँको लोभले 50औं लाख रुपैयाँ गुमाउने
हामी काम नगरौँ। आधिकारिक एपहरूबाट आधिकारिक च्यानलहरूबाट नै पैसा शुल्क तिरेर नै हेर्ने बानी बसालौँ र यदि तपाईँको मोबाइलमा तपाईँलाई लागिरहेको छ कि कुनै पनि शङ्कास्पद एपहरू छ, केही शङ्कास्पद कुरा भइरहेका छन् भने यो कसरी थाहा पाउने र यसबाट हामीले कसरी बच्ने त्यसको बारेमा अब म तपाईँलाई जानकारी दिँदैछु। पहिलो नम्बर कुरा गरौँ इन्टरनेट बन्द गर्ने। तपाईँको मोबाइल तपाईँले चलाउन सकिराख्नु भएको छ भने मोबाइलको इन्टरनेट अफ गरिदिनुहोस्। र दोस्रो नम्बरमा छ सेफ मोड। तपाईँलाई मोबाइल राम्रोसँग चलाउन आउँछ भने सेफ मोडको बारेमा त थाहै होला। मोबाइललाई सेफ मोडमा राखेर चलाउनु भयो भने राम्रो हुन्छ। त्यसपछि पर्मिसन हटाउने। कुनै पनि एप सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि त्यहाँ एप्सहरूमा हेर्नुहोस् र एप्सहरू हेर्दै गर्दाखेरि कुनै पनि आइकोन नभएको एप्सहरू, नाम अलिकति प्रष्ट नभएका एप्सहरू, अलिकति हेर्दैखेरि डाउट लाग्ने खालको कुनै पनि एप छ भने त्यसलाई हटाइदिइहाल्नुहोस्। अनइन्स्टल गर्नुभन्दा अगाडि क्लियर डाटा गर्नुहोस्। त्यसमा रहेका पर्मिसनहरू हटाइदिनुहोस् र पर्मिसन हटाइसकेपछि एपलाई नै डिलिट गरिदिन सक्नुहुन्छ। त्यसपछि तपाईँले डाउनलोड भएका एपिकेहरू, कुनै पनि तपाईँले एपिके डाउनलोड गर्नुभएको छ भने त्यो माई फाइल्समा गएर बसेको हुन्छ, त्यसलाई तपाईँले एपिके डिलिट गरिदिनु पर्छ। त्यसपछि सबैभन्दा राम्रो र सुरक्षित उपाय भनेको फ्याक्ट्री रिसेट अथवा तपाईँको मोबाइललाई पहिला तपाईँले किनेको अवस्थामा जस्तो आउँछ त्यस्तै अवस्थामा लैजाने फ्याक्ट्री रिसेट। मोबाइलमा भएका सम्पूर्ण डेटाहरू डिलिट गरिदिने। त्यो गर्नको लागि तपाईँको मोबाइलमा कुनै महत्त्वपूर्ण कागजातहरू, फोटोहरू केही छन् भने त्यसलाई चाहिँ सबैभन्दा पहिला तपाईँले ब्याकअप गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले फ्याक्ट्री रिसेट गर्नुभयो भने यो नै तपाईँको सबैभन्दा सुरक्षित उपाय हो। र सबैभन्दा अन्तिममा तपाईँलाई अर्को एउटा महत्त्वपूर्ण जानकारी दिँदैछु। तपाईँको मोबाइल ह्याङ भयो, कालो स्क्रिन आयो, फ्रिज भयो, ह्याक भएको जस्तो लागेको छ भने त्यो तुरुन्तै तपाईँले सिम कार्डहरू निकालिहाल्नुपर्छ। सिम कार्डहरू सबै निकालिसकेपछि अर्को कुनै मोबाइलमा राखेर आफ्नो जिमेल आइडीहरू, फेसबुकहरू सबैको पासवर्ड चेन्ज गर्ने र अझ महत्त्वपूर्ण भनेको आफ्नो ब्याङ्क, ई-सेवा, खल्ती लगायतका सबैको पासपोर्टहरू चेन्ज गर्नु राम्रो हुन्छ। पिनहरू चेन्ज गर्नु राम्रो हुन्छ। र सबैभन्दा अझ अर्को राम्रो उपाय भनेको तपाईँले आफ्नो त्यो मोबाइलबाट सिम निकालिसकेपछि अर्को कुनै मोबाइलमा सिम हालेर र ब्याङ्कमा कल गरेर पनि आफ्नो कारणहरू बताएर आफ्नो ब्याङ्क एकाउन्टहरूलाई केही समयका लागि फ्रिज गर्न सक्नुहुन्छ। र अर्को एउटा महत्त्वपूर्ण अझै एउटा जानकारी दिन चाहन्छु, लास्ट टिप्स दिन चाहन्छु। तपाईँले नेपाल साइबर ब्युरोको हटलाइन नम्बर अथवा मेलमा र त्यहाँ वेबसाइटमै गएर पनि तपाईँले उजुरी हाल्न सक्नुहुन्छ। र त्यसरी उजुरी हालिहाल्नुभयो भने पुलिसले समयमै एक्सन लिन पाउँछन्। आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यो भिडियो एकदमै जानकारीमूलक भएकोले आफ्ना साथीभाइ इष्टमित्रहरूलाई पनि सेयर गर्नुहोला। मन पर्यो भने लाइक गर्नुहोला, सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला। अर्को भिडियोमा यस्तै महत्त्वपूर्ण जानकारीहरू लिएर आउने नै छु। आजको लागि बिदा दिनुहोस्। एउटा कुरा युट्युब च्यानललाई सधैँभरि माया गरिरहनुहोला। धन्यवाद।